बल्ल छोरो भएको थियो कमाउने, आइहालिन् एटीएम समाउने। ए बुहारी, कति सुतिराखेको? चिया पनि अब हामी आफै पकाउनु पर्ने हो कि क्या हो? तेल त ठिक्क हाल्न, आफ्नो पसिना बगाएर ल्याएको भए पो माया हुन्थ्यो। तरकारीमा नुन पनि कति चर्को हालेको, खानै नसक्ने गरी। माइतीले लुगा धुन पनि सिकाएको छ क्या हो? अलि राम्ररी धोउ न। मम्मी लुगा त मैले यही आएर धोएको हो। मुख नचलाउ कि भन्नै नहुने मुखै लाग्छ बा। माया बुहारी त राम्री छैन, मेरो छोराले के देखेर मन पराएको नि? राम्री नै छिन्। मम्मी मलाई आज धेरै पेट दुख्यो। भर्खरै ठिक भएको मान्छे भर्खरै कसरी पेट दुख्छ? कामचोर, अलि राम्ररी बढाल्न तिमीलाई त केही नहुने। तिमीलाई काम सिकाउँदा सिकाउँदा मलाई त वाक्कै लागिसक्यो। छोरा मान्छे पनि किचनको काम गर्छ, लाज मर्दो उता गएर बस। मैले ड्याडी नौजेल नखाऊ भनेर सम्झाउँदा पनि तिमीले त मेरो कुरा कति पनि मानेनौ नि। मम्मी आज कस्तो धेरै भोक लागेको थियो, त्यही भएर थाम्न नसकेर खाक। कसैलाई नलागेको भोक तिमीलाई नै लाग्ने रहेछ। ओ बास्ना त मिठो मिठो आउँदैछ त। के बनायो बुहारी? आज माता तीर्थ हो, त्यही भएर हजुरहरूको लागि चाँडै खाना पकाइदिएको। म पनि माइती जानु पर्यो चाँडै भनेर। माइती जानु पर्ने भएर पो आज चाँडै निन्द्राले छोडेको।